म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर, देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। धन्यवाद। राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाहले शपथ लिनुभएको छ। उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा 76(1) बमोजिम पद तथा गोपनीयताको शपथ दिनुभएको छ। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको र नेपालको संविधानप्रति पूर्ण प्रतिबद्धताका साथ प्रतिज्ञा गर्दै ईश्वर, देश र जनताको नाममा शपथ लिनुभएको हो। यति बेलाको यो दृश्य निकै महत्त्वपूर्ण छ, जहाँ नागरिक सरकारले प्रधानमन्त्री 6 महिनाको कार्य अवधि सकेर बाहिर हुनुहुन्छ र अबको सरकारको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहको हातमा आएको छ। उहाँले प्रधान न्यायाधीश, उपराष्ट्रपति लगायतसँग पनि बधाई गर्दै हुनुहुन्छ। यो समय निश्चय नै निकै महत्त्वपूर्ण रहेको छ। प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो हुने गरी पक्षपात नगरी पूर्वाग्रह बिना खराब भावना नराखी इमानदारीका साथ आफ्नो जिम्मेवारी पूरा गर्छु भन्दै उहाँले पद तथा गोपनीयताको शपथ लिइसक्नु भएको